हाम्रो त्यो गोही छ नि दाइ जुमा नक्कली गोही होइन त्यो एकजना नक्कली अरे नक्कली गोही हो यहाँ भित्र यो के यहाँ केही पढ्नुपर्छ हामीले के जनावर छ भनेर है कहाँ कहाँ त्यो थिएन पहिला अहिले चाहिँ राखेको रहेछ यता यता हेर ल हेलो यो चाहिँ हामी आज यहाँ यस्तो ठाउँ चिलमा है यस्तो दामी जङ्गल छ कस्तो मजाको चरा पनि कराएको सुन्ने छ बोल्टमा भन्दा धेरै मजा खाने भाइ यस्तो दामी छ कस्तो लागिरह त भाइलाई मलाई अहिले स्टार्टिङ भइरहेको छ भाइ भर्खर अब भित्र 600 वर्ष पुरानो अरे कत्रो ठुलो छ अनि मान्छे बोकेर दौडिन्छ त्यो होइन खुट्टा पनि कत्रो छ ढलक ढलक यो पुरानो पुर्खा होइन त अनि यहाँ पनि रहेछ यो त अर्को खाले हो त यो त यहाँ कस्तो गर्मीमा राखेको आए अब कतिवटा रहेछ चरा त के छ हालखबर के दिन आयो माथि फेरि दुईटा छ ल घुम्ने जस्तो लाग्यो मलाई जस्तो लाग्यो घुम्दै घुम्दै जाने जस्तो छ ठाउँ होइन बाटो हेर्दा आनन्द यो गर्मी भएको बेलामा होइन घुम्ने जस्तो ठाउँ छ नि त चिलमा मजाले मजा आ गयो भाइ शीतल फर्स्ट टाइम बताएको पनि म त यहाँ त फर्स्ट टाइम हो भाइ अरे आएको दिनमा थकिदिएको यार दाइ मलाई रोन चाहिँदै चाहिँदैन भने गिरी होइन अनि म त्यो उबाट निकाल्दै थिएँ कि गिरी मजा शीतल भइरह आनन्दले घाम पनि चर्क्यो होइन रमाइलो छ आनन्द टिकट लिएर घुमिरहँ टिकट चाहिँ कस्तो हुँदो रहेछ भन्दा यस्तो यस्तो छ टिकट यो चाहिँ ऐसेलु जस्तो लाग्यो होइन तर यो ऐसेलु हो कि नै हाम्रोतिर यस्तै हुन्छ नि हुन्छ होइन त चिसो आनन्द छ ठाउँ चाहिँ यहाँ घुम्नको लागि चाहिँ मस्तै यो उल्टे काँडा यो चाहिँ उ जस्तै लाग्यो सर्प पनि रहेछ नारी हो क्या अन्त टाउकोमा उस छ गयो भित्र अनि यहाँ चाहिँ हाम्रो ल फोटोसुट हुने तयारी हुँदैछ ल मोबाइल पनि रेडी भइसक्यो यता खिच्नको लागि भाइ पनि रेडी क्यामेराम्यान पर कतिसम्म भ्याउँछ जुमले है त दुईटा चाहिँ यहाँ छ यिनीहरू चाहिँ यो कालेहरू
सुतेर बसे मस्त कट पनि दुईटा रहेछ त ज्याकट पनि रहेछ नि यो कट पनि रहेछ कहाँ ज्याकट के खाँदैछ त्यो मरेको त होइन रहेछ भाइ कहाँ मरेको त्यो सुतेको नि भाइ जतिमै सुतेकै भेटियो अल्छी अल्छी के कान्छ क्लास गराइयो गएन ट्याक्क फिजायो भने त अनि गोलो बनाउँछ दुईटा कति आँखाकै डल्लो हुँदैन अरे नि आउँदा हाम्रो डल्लो हुन्छ नि यिनीहरूको लाम्चो जस्तो हुन्छ कि कस्तो हुँदो रहेछ डोडे माटो खाँदो रहेछ कि यो कङ्गारु ऊ त फेरि हाँस्छ ल केटाहरूको चाहिँ पारा कस्तो लागिरह कस्तो लागिरह तिमीलाई सरोज कस्तो कस्तो फिल भइरह उठाइहाल्छ नि मलाई आनन्द बच्चामा स्कुल पढ्दा यसरी बेन्च माथि आफ्नो बेन्च राखेर भुल्लेरी भाले होला है भाले हो यो जङ्गल जस्तो पुरै कलरले होइन पुरै मुखले के उहाँ खानेर नि अलिक ट्याक्क सकायो अलिक खनाएर बस्छ त्यो कपीहरू हुन्छ नि सबै यस्तो सुगर लिएर नि फोटो खिचेको छु मैले मान्छे मान्छेलाई हेर्नको लागि यिनीहरूलाई यस्तो भित्र राखेर बाहिरको संसार केही छैन होइन यहाँभन्दा यहाँ राम्रो के थियो कति राम्रो छ ऊ अर्को ऊ माथि एउटा यसले एकचोटि भाइ त्यो उता जान्छ होला नि यो बाहिर निस्किनु मिल्छ कि राखे जस्तो कि मान्छे ढुङ्गाइराखे जस्तो कि साथै लग्दियो यार कति सानो हुने बाख्राको जाति पनि रहेछ थुप्रै त्यहाँ उताबाट आउनु पाउँदो रहेछ क्या हो यहाँ चाहिँ उठ हेर्नु पायो यो उठ चाहिँ यहाँ छ के छ अलि चल्ली तँलाई हामीले केही दिनु मिल्दैन दाँत देखाएर बिचरा एउटा ऊ उहाँ त फेरि दुब्लाएर त्यस्तो रहेछ किक्रिक्क यो उसमा हन्टिङ गर्दा नि ढोरपाटनतिर गर्ने वाला टाइपको हो कि यो भिरमा हिँड्ने वाला त होइन डेन्जर छ है ठुलो बोका बोके हो यो बोके बोका हेर्ने हो गाइज बोका यहाँ छ बोका खतरा छ ल
यो के खा जातको बाख्रा हो यस्तो यो लामो हिउँतिरै हुने होला यस्तो कपडा सपडा छैन यिनीहरूको त गर्मी भयो झरे गर्मी आमामा यो फुचीले फेन्टाको यहाँ एउटा जान्छ कि अन्त टिकटक एउटा टिकटक बनाऊ गयो जान्छ त्यो ल है मौसममा हैन गाइज आज यस्तो पानी पर्दा पर्दै पनि चाहिँ हामी सक्यो हो फर्किँदैछ एउटा वहाँ सुतिरह रातो पाटे भएको त्यहाँ एउटा चाहिँ यहाँ सुतिरहेछ होइन अनि उहाँ तिनीहरू भाग्छ भनेर चाहिँ आइदिइरह नगर आउला फेरि दाग त अघि नै देखेर त हिँडेको के अरे अस्ति नै पानी पर्यो मस्त ओ आमामा शेर त शेर हो अब रुखतिर मैले भने होइन तर कस्तो सफा देखिने लुक्स राजाको जस्तै देखिने है बब्बाल कत्रो छ हेर न अझै यतापट्टि फर्केन कत्रो हुँदो रहेछ ठुलो छ सेक्यो हो त्यो दाउराले सेक्यो कि यहाँबाट देखियो अरे आमामा त्यसले घाँस हाल्यो भने त ल 3 बल्ल एकचोटि देखियो अझै निदाइराख्यो अल्छी लगाएर त चिसो भएर होला यो चाहिँ चिसो ठाउँमै हुने होला गोरु तातो बाफ तर चाहिँ भने त यसरी होइन के भन्छ कस्तो मजाले हाँसेको त्यो बच्चा यार कुनले चाहिँ टोपी चाहिँ यहीँ छोडेर हिँड्छ ल गर्मी महिनामा नि दाइ त्यो बिचमा एउटा उस छ क्या ओ यत्रो पोखरी पुरा त्यो पानी फाल्ने होला यस्तो मजा आयो कैसा लाग्यो भाइ कस्तो लाग्यो टिकट त्यहीँ छ पर्दैन होला जाँदा त यताबाट जाने रहेछ त अनि किन चाहियो त्यो जग्गा यहाँबाट यो चाहिँ टिकट घर हो एडभेन्चर अस्ति कुकुर आएको बेला त भइहाल्यो नि के अनि सङ्गम चाहिँ ठुलो ताल छ ढुङ्गाहरू पनि रहेछ ढुङ्गाको रेट पनि महँगो यहाँ तलतिर के हेर्ने गयो अरे हामी
बाख्रा के अरे घरपालुवा भनेर नहेरेको होइन हामी यहाँ पानी पर्यो भने हावा लाग्छ हावाले भाइ यस यताबाट चाहिँ निस्किने एक्जिट अब हामी चाहिँ निस्किँदैछौँ आजको हाम्रो सक्यो घुमघाम कार्यक्रम लगभग सिद्धियो अब यहाँबाट हामी निस्किने हामी थियो होइन यो इन्ट्री पनि यही हो एक्जिट पनि अब यही हो यहीँबाटै एक्जिट हुने हो हावा चलेको भएर पानी परे जस्तो भएछ अघिको पानी रुखमा अड्किएको पानीहरू चाहिँ यस्तो दामी छ नि ओहो गरिहाल्यो नर्कले काम यस्तो मजाको छ है त चिसो 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 मौसम भन्दा पनि यहाँ त शीतल जाडो जाडो छ जाडो जाडो भएछ नाचिराख गिरी हे मुटु मेरो कहाँको मान्छेहरू रहेछ भने होइन न त नगर न यार जाडो भयो साइकल राखिन्छ साइकल यताबाट निस्किने हो क्या हो यहाँको घरहरू बन्द भएछ ल साइकल लिनु हो नि त यो त साइकलको उयो त नि साइकलको हेर्छ कि ए उयोसँग बस्ती नि र होइन उता हो यो हाम्रो भन्दापट्टि तलपट्टि पार्क छ नि त्यसँगै उहाँ त्यति टाढा होइन कि पार्क छिन् हो अब हाम्रो साधन यहाँ छ अब 1 रुपियाँ तिर्ने छानेर रोजी छाने लिएर जाने यो ट्रेनमा यहाँ छ यो बाइक यो ट्रेन चाहिँ यो जमानाको ट्रेन भिन्टेज अब यहाँ फोटो खिच्नलाई भयो ऊ लाइट हो त्यहाँ त्यस्तो रहेछ लिक पनि छ यहाँ लिक माथि नै छ यो यस्तो बनाएको छ होइन यो बाटो भइहाल्यो के अरे पल्टनी सल्टनी जाने बाटो